यस वैदिक नेपाल च्यानलमा तपाईलाई स्वागत छ। यहाँ तपाईले पाउनुहुनेछ पौराणिक कथा, भक्ति गीत, धार्मिक ज्ञान र आध्यात्मिक प्रेरणा। हाम्रो च्यानलमा हरेक भिडियो शान्त, भावपूर्ण र ध्यानाकर्षक शैलीमा तयार गरिन्छ। आउनुहोस् आजको भिडियो राधे राधे भनेर भिडियो सुरु गरौँ। नेपाल विश्वकै अनौठो देश हो जहाँ एक जीवित बालिकालाई देवीको रूपमा पूजा गरिन्छ। उनी हुन् कुमारी देवी, जसलाई देवी तलेजु वा दुर्गाको प्रत्यक्ष अवतार मानिन्छ। कुमारी परम्परा केवल पूजा मात्र होइन, यो हाम्रो संस्कृति, धर्म र नारी शक्तिको सम्मान पनि हो। कुमारी परम्परा मल्लकालदेखि सुरु भएको हो। कथन अनुसार राजा जयप्रकाश मल्लको समयमा देवी तलेजु स्वयं मानव स्वरूपमा राजदरबारमा राति आउँथिन्। तर एक दिन राजाले देवीलाई चिन्न खोज्दा देवी अप्रसन्न भइन्। देवीले भने, अब म प्रत्यक्ष यस रूपमै आउने छैन, म शाक्य कुलकी निष्कलङ्क बालिकामा वास गर्नेछु। त्यसपछि शाक्य समुदायकी बालिकालाई कुमारी बन्ने योग्यता अनुसार चयन गरिन्थ्यो। यसले हिन्दू र बौद्ध धर्म बीचको ऐक्य पनि देखाउँछ। कुमारी बन्न सजिलो हुँदैन। बालिकालाई 32 आधारमा जाँचिन्छ। शारीरिक शुद्धता, आँखाको तेज, डर नमान्ने स्वभाव, कुनै चोट, दाग वा रोग नहुनु। अन्तिम चरणमा बालिकालाई डर लाग्ने दृश्यहरू देखाइन्छ। जो डराउँदिनन् उही देवी योग्य मानिन्छ। कुमारीको जीवन बाहिरबाट दिव्य देखिन्छ, तर भित्र अनुशासन र मर्यादामा बाँधिएको हुन्छ। उनी दरबारमा बस्छिन्, विद्यालय जान्छन्, तर खेल्न पाउँदिनन्। सार्वजनिक रूपमा बोल्दिनन्, सधैँ शान्त र गम्भीर। खुट्टा जमिनमा टेक्न दिइँदैन, सधैँ पालकीमा बोकेर हिँडाइन्छ। दर्शन र पूजा, राजा, प्रधानमन्त्री, सामान्य जनता सबै उनका दर्शन गर्न आउँछन्। उनको आँखाको दृष्टि, यसको अर्थ आशीर्वाद। उनको मौनता, यसको अर्थ देवी सङ्केत। कुमारीको अनुहार, हावभाव र भाव परिवर्तनबाट शुभ वा अशुभ सङ्केत ठानिन्छ। कुमारी पद समाप्त हुने समय, जब कुमारी पहिलो पटक महिनावारी हुन्छे वा गम्भीर चोट लाग्छ, त्यसपछि देवी शक्ति त्यागिन्छ। उनी सामान्य बालिका बन्छन्, विद्यालय जान्छन्, सामान्य जीवन बिताउँछन्। पूर्व कुमारीहरू आज शिक्षित, विवाह गरेका, सामाजिक जीवन बिताइरहेका छन्। परम्पराको महत्त्व, कुमारी परम्परा केवल पूजा मात्र होइन, यो हाम्रो संस्कृति, विश्वास र नारी शक्तिको जीवित प्रतीक हो। कुमारीको जीवनले हामीलाई सिकाउँछ, शक्ति केवल गर्जनमा होइन, शान्त मौनतामा पनि हुन्छ। कुमारी परम्पराले नारीको सम्मान, धार्मिक सहिष्णुता र संस्कृति संरक्षणको महत्त्वपूर्ण सन्देश दिन्छ। अन्त्यमा नेपालको यो अद्वितीय परम्परा विश्वमै अद्भुत छ। कुमारी देवी केवल पूजाको पात्र मात्र होइनन्, उनी हाम्रो संस्कृति, श्रद्धा र आध्यात्मिक चेतनाको प्रतीक हुन्। जय श्री नारायण, जय सनातन धर्म। यदि तपाईलाई भिडियो मन परेको छ भने कृपया लाइक र शेयर गर्न नबिर्सनुहोस्। थप धार्मिक कथा र आध्यात्मिक ज्ञानका लागि हाम्रो वैदिक नेपाल च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ भिडियो आउँदा तुरुन्त जानकारी पाउन बेल आइकन पनि अन गर्नुहोस्। भगवान नारायणको आशीर्वाद सधैँ तपाईमाथि रहोस्। धन्यवाद।